साथीहरू आज चाहिँ डे 3 को मेकअप प्रोसेस राख्दैछु है, पार्ट 1 राख्दैछु। अलिकति लामो छ, त्यही भएर म पार्ट 1 बाट स्टार्ट गर्छु। डे 3 को पनि डे 2 मा चाहिँ मैले सेम डे 1 मा चाहिँ गरेको थिएँ, त्यही गरेँ। अहिले चाहिँ मैले त्यो स्टार्ट गर्दाखेरि चाहिँ स्किन केयरमा चाहिँ मैले सुरुमा वेल्टेनको टोनर युज गरेँ। आज चाहिँ क्यामेराले खासै राम्रो एङ्गलमा खिच्नु मिलेको छैन कि त्यो लाइट्सहरूले गर्दाखेरि, त्यही भएर क्यामेरालाई चाहिँ यताउता गर्नुपर्छ। त्यसको टोनर सुकिसकेपछि अनि मैले फेरि माथिबाट लोसन युज गर्छु पहिला होइन। यो चाहिँ सबै एक्सटेलियरको प्रोडक्ट्स हो। त्यसपछि मैले त्यसको माथिबाट चाहिँ मोइस्चराइजर युज गर्छु। मोइस्चराइजर चाहिँ एकैछिनसम्म मैले चाहिँ त्यो स्किनमा सोसोस् भनेर चाहिँ त्यसलाई एकैछिन मसाज गर्छु। त्यसपछि चाहिँ अब एकैछिन आइब्रोको पार्ट गर्नुपर्छ होइन। लोसन युज गरिसकेपछि आइब्रोको पार्ट गर्छु मैले। आइब्रोको लागि चाहिँ मैले आइब्रोको लाइनिङहरू मिलाउँदै गर्छु। अनि त्यो मिलाउने जरी चाहिँ हाम्रो क्रिम चाहिँ ठ्याक्क फेसमा सोस्छ नि त, त्यतिखेरसम्म अनि सोस्छ। अनि त्यो सोच्नुको लागि चाहिँ हामीले यतिकै छोडिदिन्छौँ। अनि अहिले चाहिँ आइब्रोको पार्ट हुँदैछ। सुरुमा लाइनिङ गर्ने है, ब्रोको तल र माथि लाइनिङ गर्ने, अनि त्यो ब्रोको बिचमा फिलिङ गर्दै जाने है साथीहरू। त्यस्तो गऱ्यो भने चाहिँ अलिकति, तर फिलिङ गर्दाखेरि चाहिँ ब्रोको अगाडि आँखाको त्यो नाकतिरको पार्ट नभएर कानतिरको पार्टमा चाहिँ अलि धेरै फिलिङ गर्नुपर्छ होइन। अलि मजाले फिलिङ गर्ने। अगाडिको पार्टमा चाहिँ एकदम नेचुरल तरिकाले मात्र गर्नुपर्छ। नाइ भने चाहिँ एकदमै नराम्रो देख्छ। अगाडिबाटै हजुरले कालो गराउनु भयो भने चाहिँ एकदमै नराम्रो देख्छ है। यदि हजुरहरूको त्यो अगाडिबाट कालो गराउनु भएको छ भने चाहिँ त्यो ब्रो ब्रस हुन्छ एउटा होइन, त्यो ब्रसले चाहिँ अलिकति कोरिदिने, त्यसलाई कोर्ने भने चाहिँ कपाल कोरे जस्तो गरेर कोरिदिने भने चाहिँ त्यसमा फिलिङ गरेको सबै झर्छ अनि हल्का नेचुरल देखिन्छ। यदि हजुरहरूको डार्क नै गरिसक्नु भएको छ भने चाहिँ त्यसरी पनि हामीले त्यसलाई नेचुरल गराउन सकिन्छ। मैले दुवै आँखाको चाहिँ पहिला फिलिङ गर्ने र आइब्रोलाई चाहिँ सेट गर्ने, पातलो कसरी आफ्नो पातलो गराउने कि मोटो गराउने कि त्यसमा कसरी आइब्रोलाई चाहिँ राम्रो एट्र्याक्टिभ देखाउने त्यो काम गर्छु। सुरुमा चाहिँ जहिले पनि मेकअपको फर्स्टमा गर्ने भनेको पार्ट भनेको चाहिँ ब्रोज हुन्छ है। त्यो गराइसकेपछि अनि बल्ल हामीहरूले अनि आँखाको आई स्याडोको पार्ट सुरु गर्छौँ है साथीहरू। यो चाहिँ ब्रोको पार्ट भयो। अब यसमा चाहिँ हामीले कन्सिलर लगाएर अनि त्यसलाई चाहिँ त्यसको एकदमै राम्रो सेप दिन थालेका छौँ है। अब मलाई चाहिँ धेरै मोटोमा नपर्ने भएको भएर मैले आइब्रोको थ्रेडिङ पनि नगरेको भएर आज चाहिँ मलाई अलिकति पातलो गराउनु मन छ। अनि मैले चाहिँ त्यो कन्सिलरले चाहिँ त्यसलाई टक्क पातलो गराउँदैछु है साथीहरू। अब यो कन्सिलर युज गरिसकेपछि चाहिँ आइब्रोको ल हेर्नु ल, यस्तो भएको छ है आइब्रो। कन्सिलरले चाहिँ यतिसम्म काट्नु मिल्छ, टक्क पातलो देखाउँछ। अब यो ब्रोको पार्ट भयो। अब चाहिँ हामीले आई स्याडो लगाउनुको लागि चाहिँ हामीले चाहिँ कट क्रिज गर्ने भनेको छ नि त। अनि त्यसको लागि चाहिँ मैले यहाँ पहिला चाहिँ कन्सिलर युज गर्नुपर्छ होइन। कन्सिलर युज गरेर त्यसलाई ब्लेन्ड गरिसकेपछि अहिले चाहिँ मैले कन्सिलर युज गरेको छु। अब यसलाई चाहिँ ब्लेन्ड गर्नुपर्छ होइन। आज चाहिँ मैले अस्ति हामीले जे गरेको थियो त्यो मात्र गर्छु, किनभने त्यसपछिको पार्ट भनेको मलाई आई स्याडोमा के गर्ने, कट क्रिज गर्दाखेरि भनेर आउँदैन। त्यही भएर मैले चाहिँ अहिले त्यहाँ ब्लेन्ड गरेँ होइन एउटा आँखाको। अब अर्को आँखाको पनि त्यस्तै गरेर क्रिज लगाउँछु। अनि त्यो लगाइसकेपछि अब चाहिँ मैले कट क्रिज कसरी गर्ने भनेर बुनुले देखाउँछ। त्यसको लागि स्याडो प्यालेट चाहिँ म रेडी गर्दैछु है साथीहरू। स्याडो प्यालेट रेडी भइसकेपछि बहिनीले चाहिँ डार्क आँखाको साइड कानतिरको भागबाट चाहिँ